श्रम संस्कृति पार्टीलाई चाहिँ जनताले किन चाहनु पर्यो, किन भोट दिनु पर्यो? यो श्रम संस्कृति पार्टी भनेको चाहिँ जनताले बुझिसकेको छ। अझै पनि हामीले बुझाउनु पर्ने कुराहरू चाहिँ के छ भन्दाखेरि किन नयाँ हो, कसरी चाहिँ अब फरक हो भन्ने कुरामा चाहिँ जस्तो हामीले उठाएको हाम्रो एजेन्डा भनेको के छ भन्दाखेरि पहिलो नम्बरमा देश रहनुपर्छ, स्वाधीनता कायम हुनुपर्छ र राष्ट्रियता हुनुपर्छ। त्यस पछाडि मात्रै हामीले चौथो नम्बरमा चाहिँ विकासको कुरा गरेको छ र त्यो भित्र बसोबास गर्ने सम्पूर्ण जात जाति भाषा भाषी धर्म त्यो सबै मानिसहरूलाई चाहिँ व्यवस्थापन गर्न सकिन्छ भनेर चाहिँ हामीले भनेका छौँ। तर योभन्दा अगाडिको जति पनि पुराना पार्टीहरू अहिले नयाँ आउने पार्टीहरूले चाहिँ पहिलो एजेन्डा नै उनीहरूको के देखिएको छ भन्दाखेरि विकास गर्नुपर्छ, रोड पिच गर्नुपर्छ, यहाँ यस्तो गर्नुपर्छ, त्यहाँ त्यस्तो गर्नुपर्छ, यस्तो गरिदिन्छौँ उस्तो गरिदिन्छौँ भन्ने कुराहरू धेरै आएको छ। त्यो कारणले हामी चाहिँ यो पटक पनि हामीले के भनेका छौँ भन्दाखेरि भोट माग्ने क्रममा र काभ्रे जिल्लाका सम्पूर्ण चाहिँ आमा बुवा दाजुभाइ दिदीबहिनीहरू र देशभर रहेका सम्पूर्ण नेपालीहरूलाई हामीले के भनेका छौँ भन्दाखेरि तपाईहरूले बाटो बनाउनको लागि होइन, यो गर्छौँ त्यो गर्छौँ भन्ने विकासको लागि भन्दा पनि पहिलो एजेन्डा भनेको देश बचाउनुपर्छ। देश रह्यो भने मात्रै हामी रहन्छौँ, देश रहेन भने हामी रहँदैन। र देश रहिसकेपछि पनि तपाईँको स्वाधीनता कायम हुनुपर्छ, राष्ट्रियता हुनुपर्छ, त्यस पछाडि मात्रै हामी विकास गर्छौँ। यो कुरामा तपाईँहरूले बुझ्नुपर्छ। त्यो कारणले गर्दाखेरि यो गर्छौँ त्यो गर्छौँ भन्नेमा चाहिँ तपाईँहरू नझुक्किनुहोस्, किनभने त्यो कुरा हिजोको दिनमा पनि भन्दै आएको हो र कति गर्यो गरेन त्यो देख्दै आएको, भोग्दै आएको जनताले। त्यो कारणले हामी अरू नयाँ पार्टीभन्दा फरक छौँ र नयाँ पार्टीभन्दा चाहिँ बिल्कुलै हामी फरक छौँ भनेर भन्न सकिन्छ। त्यसो हो भने अब काभ्रेली जनताको कुरा गरौँ। काभ्रेली जनतालाई तपाईँहरूले घर दैलो अभियानमा यो माहौल चाहिँ सृजना भइरहँदाखेरि होइन, प्रत्येक घर घरमा ठाउँ ठाउँमा बस्ती बस्तीमा भूगोलमा पुग्नु भएको छ। हजुर, प्रत्येक भूगोलै बिच फरक फरक हुनसक्छ। कसरी चाहिँ बुझाउन सक्नुहुन्छ तपाईँले? श्रम संस्कृति पार्टी यदि आयो खण्डमा चाहिँ काभ्रेको मुहार चाहिँ कसरी परिवर्तन हुनसक्छ त? होइन, काभ्रेको मुहार परिवर्तन गराउनलाई हामीले सकिन्छ। किन भन्दाखेरि तपाईँले यसको उदाहरण चाहिँ धरानमा देख्न सक्नुहुन्छ। धरानमा तपाईँको त्योभन्दा अगाडि जितेका जति पनि पुराना पार्टीहरू थिए ती पार्टीहरूले त्यत्रो खानेपानीको योजना तपाईँको करोडौँ रुपैयाँ चाहिँ ऋण लगेर पनि गर्न सकेन, जनतालाई ऋण बोकायो। तर स्वतन्त्र हिसाबले अहिले हाम्रो पार्टीका अध्यक्ष स्वतन्त्र हिसाबले त्यति बेला मेयरमा उठेर जितिसके पछाडि तपाईँको 1 रुपियाँ ऋण नलिकन जनतालाई नै साथमा बोकेर श्रमदानबाटै 98 दिनमा 42 किलोमिटर टाढाबाट पानी खुवाएर त देखाउनु भयो नि त उहाँले। साँच्चैको हाम्रो सरकार रहेछ भन्ने अनुभूति त दिलाउनु भयो नि त। त्यो कारणले हामीले काभ्रेमा पनि धरानमा जस्तै तरिकाले हामीले गर्न सक्छौँ हामी भन्न सक्दैनौँ, भन्दैनौँ, किनभने भूगोलको हिसाबले अलिकति फरक पर्न सक्छ। तर हामी जनतालाई नै साथमा बोकेर काम गर्न सकिन्छ। हामी यो भन्दैनौँ कि अहिले हामीले काभ्रेबाट उठाएको जुन क्षेत्र नम्बर 1 र 2 त्यसपछि समानुपातिक हाम्रो उम्मेदवार हामी उहाँलाई मात्र खटाएर होइन, हामी जनतासँग मिलेर यो त्यही कारणले हामीले के भनेका छौँ भन्दाखेरि यो जित भनेको हाम्रो उम्मेदवारको होइन। जस्तो काभ्रे क्षेत्र नम्बर 1 को धीरज लामा र 2 नम्बरको टङ्कबहादुर लामा त्यसपछि समानुपातिकको चाहिँ शान्त अर्यालको होइन। यो जित हुने हो भने यो जित नेपाली जनताको हो, काभ्रेली जनताको हो। त्यही कारणले गर्दाखेरि काभ्रेली भोलि जितिसके पछाडि र नजितेको खण्डमा पनि काभ्रेली जनतासँगै मिलेर सहकार्य गरेर चाहिँ काम गर्नुपर्छ र त्यो ठाउँ र त्यो गाउँको आवश्यकता के छ त्यो आवश्यकतालाई हेरेर हामीले कति सामान किन्नुपर्ने हो र कसरी गर्नुपर्ने हो त्यो हेरेर चाहिँ हामीले चाहिँ तपाईँको जनतालाई पनि साथमै बोकेर काम गर्न सकिन्छ र त्यो अनुभूति दिलाउनलाई हामीले सकिन्छ। अब काभ्रेको सन्दर्भमा नेपालको कर्णाली खोज्नु परेन हैन? हजुर, विगतको हिसाबले डाँडापारी, कोसीपारी, रोसी, तेमाल आफ्नै किसिमले आफ्नै विशिष्ट बोकेर
चाहिँ बोकेको अवस्था छ र विकट नै छ भनौँ न, होइन? त्यो क्षेत्रमा नयाँ पार्टी भएको हिसाबले तपाईँले जुन यो एजेन्डा बोकेर हिँड्नु भएको छ, अबको सुरुवात चाहिँ त्यहाँको विकासभन्दा पनि आधारभूत आवश्यकतालाई श्रम संस्कृति पार्टीले 1 नम्बरमा राखेर काम गर्ने हो भने कुन कामबाट कसरी गर्नुहुन्छ? होइन, यो चाहिँ तपाईँको एउटा यस्तो हो, पहिलो नम्बरमा चाहिँ त्यहाँको आवश्यकता के हो हामीले यो चुनावी अभियानको क्रममा हामीले बुझ्यौँ र त्यो बुझिसके पछाडि तपाईँको हामीले के गर्दैछौँ, के गर्नुपर्छ भन्ने कुराहरूमा चाहिँ अब पहिलो नम्बरमा तपाईँको त्यहाँको अति आवश्यक चिज के हो, जस्तो तपाईँको खानेपानीको समस्याहरू हामीले देख्यौँ। त्यसपछि अब तपाईँको सिँचाइको समस्याहरू देखिरहेछौँ। त्यस पछाडि तपाईँको यो अब अहिले पर्यटन क्षेत्र, काभ्रेलाई पर्यटन क्षेत्र घोषणा गर्न सकिन्छ, तैपनि काभ्रेमा सडककै कारणले गर्दाखेरि पर्यटन क्षेत्र घोषणा गर्नको लागि र पर्यटनलाई धेरैभन्दा धेरै पर्यटनहरू भित्राउनको लागि त्यहीँ रोजगारको व्यवस्था गर्नको लागि चाहिँ हामीले गर्न सकिन्छ। त्यो कारणले ती कुराहरूलाई चाहिँ हामीले गर्न सकिन्छ, तर नसक्ने होइन। तर यसको लागि पहिलो 1 नम्बरमा कुन काम गर्ने, दोस्रो नम्बरमा कुन काम गर्ने भन्ने सवालमा चाहिँ आवश्यकता चाहिँ पहिलो आवश्यकता के हो भन्ने कुराले चाहिँ निर्धारण गर्छ। त्यो हुनाले पहिलो आवश्यकता जनताको के हो हामी त्यो बुझ्छौँ र त्यही अनुसार चाहिँ हामी काम गर्छौँ। श्रम संस्कृति पार्टीले काभ्रेली जनतालाई दिनुपर्ने सहजीकरणको भूमिका खेल्नु पर्यो भने सुरुमा के खेल्नुहुन्छ, कुन विषयमा खेल्नुहुन्छ? होइन, पहिलो नम्बरमा चाहिँ यस्तो छ, पहिलो नम्बरमा रोजगारै जस्तो लाग्छ मलाई। किनभने अहिले गाउँ गाउँमा हेऱ्यो भने दुःखदायी पीडादायी, म 2-3वटा ठाउँमा तपाईँको एकदम भावुक भएर आँसु पनि झरेको छ र धेरै ठाउँमा भावुक भएको छु। त्यो किन भन्ने सवालमा गाउँघरमा सबैको घरको ढोकामा तालचो लगाएको छ। खोलेको ठाउँमा पनि बुढाबुढी बाहेक अरू कोही पनि छैन। तपाईँको छोराछोरी खोइ भन्दाखेरि कोही विदेश, कोही कता भन्ने कुराहरू छ। ताकि धेरै ठाउँमा तपाईँको बिरामी आमा बुवाहरूलाई पनि हामीले देख्यौँ। भनिसके पछाडि त त्यसको पहिलो चाहिँ के हो भन्दाखेरि हामीले अनुभूति गरेको के हो भन्दाखेरि काभ्रेमै आफ्नै गाउँमा आफ्नै ठाउँमा तपाईँको रोजगार भएको भए, शिक्षा राम्रो भएको भए, स्वास्थ्यको सुविधा राम्रो भएको भए तपाईँको त्यो ठाउँमा त आफ्नो बुवा आमासँगै बसेर चाहिँ छोराछोरीले तपाईँको बिरामी पर्दाखेरि पनि दुःखमा सुखमा हर चिजमा चाहिँ साथमै भएर चाहिँ काम गर्थ्यो नि त। तर आज त्यो देखिएन। त्यही कारणले पनि हामीले त्यो चिजलाई चाहिँ हामीले पहिल्यै औँल्याएर देशभरको समस्या के छ भनेर त्यो औँल्याएर नै हामीले घोषणापत्रमा पनि हामीले के लेखेका छौँ भन्दाखेरि एउटा पालिका एउटा उद्योग हुनुपर्छ भनेर चाहिँ हामीले लेखेका छौँ। त्यो कारणले पहिलो नम्बरमा हामी त्यो गर्नलाई हामी अगाडि सर्छौँ। त्यही समस्या देख्यौँ हामीले। जस्तो कि तपाईँको अहिले एकजना आमा बिरामी भयो भने हस्पिटलसम्म लानको लागि एकजना बोक्ने मान्छे पनि पाउँदैन। घरमा सबैको चाहिँ खेतबारी चाहिँ बाँझै देखिन्छ। सबै तपाईँको खानेकुराहरू सबै बजारबाट किनेर लानुपर्ने आवश्यकता देखिन्छ। अनि भनिसके पछाडि त योभन्दा अगाडिको विकास हामीले केलाई मान्ने त? विकास हामीले केलाई ठान्ने? जनताले अनुभूति केलाई गर्ने? होइन, काभ्रेको हेर्ने हो भने त तपाईँको काभ्रेमा धेरै रोजगारहरू दिन सक्ने सम्भावनाहरू त धेरै छ नि त। किनभने तपाईँको काभ्रेको तेमालै हेर्ने हो भने पनि तपाईँको पर्यटकीय क्षेत्र घोषणा गरेर चाहिँ त्यहाँ चाहिँ गुरु रेम्पर्सेको ने छ त्यहाँ। अब त्यो ठाउँमा चाहिँ तपाईँको पर्यटकहरू धेरै चाहिँ लान सकिन्छ प्रचार प्रसार व्यापक रूपमा गरेर। नगरकोटको कुरा गरौँ, त्यस पछाडि तपाईँको यो नवमबुद्धको कुरा गरौँ, होइन, धुलखेलकै कुरा गरौँ र धेरै ठाउँमा त्यस्तो पर्यटकीय क्षेत्रहरू धेरै छन्। तर पर्यटकहरू कसरी धेरैभन्दा धेरै भित्र्याउने, कसरी त्यो ठाउँमा चाहिँ पर्यटकहरूलाई बस्नको लागि व्यवस्थित तरिकाले बसाउनको लागि चाहिँ होटेलहरू सञ्चालनमा गर्ने, अझ त्यो पनि होमस्टे तरिकाले चाहिँ कसरी गर्ने भन्ने कुराहरू चाहिँ हामीले गर्न सकिन्छ। त्यो हुनाले हामीले पहिलो नम्बरमा देखेको समस्याहरू त्यो छ। त्यो हुनाले पहिलो नम्बरमा हामीले के गर्नुपर्छ भन्दाखेरि विदेश गइसकेको छोरा नातिहरूलाई र गाउँबाट काठमाडौँ बसेकाहरूलाई चाहिँ तपाईँको एकैचोटि गाउँ फर्काउन चाहिँ सकिँदैन। तर बिस्तारै तपाईँको त्यहाँ चाहिँ बिस्तारै तपाईँको फर्काएर गाउँ फर्काएर चाहिँ मजाले चाहिँ गाउँमै बसेर खाना पाउने वातावरण
परिवारसँगै बसेर चाहिँ रमाउन पाउने चाहिँ वातावरण बनाउन सक्यो भने त्यो नै पहिलो नम्बरमा जनतालाई गाउँको चाहिँ नेपाली जनतालाई अरू केही पनि चाहिँदैन जस्तो लाग्छ मलाई। अब अन्त्यमा अब यो चुनावी माहौल एकदमै तातेको अवस्था छ। तपाईँहरूले एजेन्डा बोकेर आफ्नो प्रतिनिधि बोकेर तपाईँहरू गाउँ गाउँ ठाउँ ठाउँमा पुग्नु भएको छ। काभ्रे जिल्लाको प्रत्येक टोल टोल बस्तीमा पुग्नु भएको छ। अझ भन्ने हो भने देशैभरि जहाँ जहाँ तपाईँहरूको चाहिँ एजेन्ट छ, प्रतिनिधि हुनुहुन्छ, प्रतिनिधिको साथमा तपाईँहरू पुग्नु भएको छ। यसको परिणाम तपाईँले कति बुझाउन सक्नुभयो, कति बुझाउन सकिएन, अथवा जनताले तपाईँले कतिको चाहनु भएको छ, कतिको चाहेको छैन, यसको परिणाम त लगभग केही दिनमा नै दुई चार दिनमा नै तपाईँको परिणाम आउनेछ हो। त्यस पछाडि चाहिँ तपाईँको जनताले तपाईँले बहुमतमा पुर्याउन सकिएन भने, अल्पमतमा पर्यो भने, सम्पूर्ण ठाउँमा जित भएन भने त्यो बेला जनतालाई कसरी सहजीकरण गर्नुहुन्छ तपाईँले? होइन, यसको त यस्तो हो, यो चुनाव भन्ने कुरो हारजित भन्ने कुरो हुन्छ नै, तर हार्यो भन्दैमा अथवा जित सुनिश्चित भएन भन्दैमा तपाईँको जनतासँगै नजाने, कामै नगर्ने भन्ने कुरा चाहिँ हुँदैन। यो राजनीति भनेको नै के हो भन्दाखेरि एउटा पसलमा गएर तपाईँको केही खानेकुरा किनेर ल्याएर कप्प खाएर त्यो अगाएको जस्तो होइन। त्यो हुनाले मैले अघि पनि भने जनतालाई त्यो अनुभूति दिलाउनको लागि चाहिँ जनतासँगै बसेर जनतालाई पनि सँगसँगै डोर्याएर काम गर्नुपर्छ। त्यो काम गराउनको लागि चाहिँ हामी लागि परेका छौँ र त्यो जनताले बुझ्नेछ। किन पनि बुझ्नेछ भन्दाखेरि अहिले आएको जति पनि नयाँ पार्टीहरू छन्, अब नयाँ पार्टी भन्नाले एउटै मात्र पार्टी कुलमान घिसिङको जुन उज्यालो नेपाल र तपाईँको श्रम संस्कृति पार्टी, ती पार्टीमा पनि तपाईँको फरक के छ भन्दाखेरि कुलमानको पनि पार्टीले तपाईँको एउटा सुशासन, सामाजिक न्याय र तपाईँको समृद्धिको कुरा गरेको छ। तपाईँको त्यो एजेन्डा त हिजो नयाँ शक्तिले बोकेको एजेन्डा हो। हिजो एमाले पनि तपाईँको सुशासन समृद्धिको कुरा गरेकै हो, काङ्ग्रेसले पनि सुशासन समृद्धिको कुरा गरेकै हो। तर खोइ त त्यो सुशासन, त्यो समृद्धि भन्ने कुरा त नारामा मात्रै सीमित भयो होइन। अब त्यो कारणले गर्दाखेरि हामी चाहिँ बिल्कुलै फरक हो। हामीलाई नेपाली जनताले बुझ्नुपर्छ र बुझ्नु भएको छ र बुझ्नुहुन्छ। किन भन्दाखेरि यो नेपाली माटोलाई आज जोगाउनु पर्नेछ, नेपाली माटोलाई आज उर्वर बनाउनु पर्नेछ। नेपाली माटोमा आज तपाईँको किसानहरूले मल पाइरहेको छैन बेलामा। नेपाली माटोमा तपाईँको फल्ने ठाउँमा, फुल्ने ठाउँमा फुलाउन सकेको छैन। ती वातावरण बनाउनको लागि भनेको तपाईँको श्रम संस्कृति पार्टीको उम्मेदवार मात्र नभइकन सबैजना हामीले हाम्रो पार्टीमा, हाम्रो पार्टीको विधानमै पनि के उल्लेख गरेको छ भन्दाखेरि नेता भन्ने होइन, श्रमदाता भनेर चाहिँ उ गरेको छ। किन भन्दाखेरि यो देशको जनता, नेता, अहिले जुन पुरानो पार्टीले नेता भनिरहेको छ, जनता नेता जो भने पनि एउटै हो, जनता मालिक हो भनेर चाहिँ हामीले भनिरहेका छौँ। त्यो हुनाले जनतालाई पनि त्यही अधिकार दिनुपर्छ, जनता पनि नेताभन्दा माथि राख्नुपर्छ जनतालाई भनेर हामीले त्यो अनुभूति गर्नुपर्छ भनेर हामीले भनिरहेका छौँ। त्यो कारणले गर्दाखेरि जनताले बुझ्नुहुन्छ यो माटोलाई जोगाउनको लागि, यो देशलाई जोगाउनको लागि र यो मातृभूमिको आफ्नो जुन यो माटो भनेको यो धरती आमा हो, यो धरती आमालाई जोगाउनको लागि जनताले बुझ्नुहुन्छ र यो पटक काभ्रेमा मात्र नभइकन सिङ्गो देशभर को नेपाली जनताले श्रम संस्कृति पार्टीलाई बुझेर तपाईँको सबैजनाले चाहिँ भोट दिनुहुन्छ र तपाईँको धेरैभन्दा धेरै ठाउँमा हाम्रो उम्मेदवारहरूले चाहिँ जित्नुहुन्छ भन्नेमा हामी विश्वास त छौँ। हुन्छ, यो अमूल्य समयको लागि विशेष धन्यवाद। जुन यात्रामा हिँड्नु भएको छ, यात्रा सफलताको शुभकामना। धन्यवाद। हुन्छ, धन्यवाद।